खदेरीमा पनि फल फलाउने रहस्य के होला? एकैछिन विचार गरौँ यसमा हामी। यसको उत्तर आजको दैनिकी पदमा लेखिएको छ। भन्नुहोस् हामी सँगै मिलेर आजको दैनिकी बाइबल पढलाई पढ्नेछौँ। यिर्मिया 17 को 7 र 8, त्यसै गरी यूहन्ना 15 को। तपाईँको स्क्रिनको अगाडि यिर्मिया 17 को 7 र 8 लेखिएको छ। हामी त्यसलाई सँगै पढ्नेछौँ। तर त्यो मानिस धन्यको हो जसले परमप्रभुमा भरोसा राख्छ, जसको आशा परमप्रभु हुनुहुन्छ। त्यो पानीको किनारमा रोपेको रुख जस्तो हुनेछ, जसले आफ्नो जराहरू खोलाका किनारमा फिजाएको हुन्छ। खदेरीको समयमा त्यसलाई केही चिन्ता हुँदैन र त्यसले फल फलाउन कहिल्यै चुक्दैन। यिर्मिया 17 को 7 र 8, यूहन्ना 15 को 5। दाखको बोट म हो, तिमीहरू चाहिँ हाँगाहरू हौ। यदि कोही ममा रह्यो भने, म त्यसमा रहेँ भने त्यसले धेरै फल फलाउँछ। प्रिय हो, परमप्रभुमा भरोसा राख्ने जीवन खदेरीमा पनि हरियाली रहन्छ। अर्थात् समस्या आए पनि परमप्रभुमा भरोसा रहिरहन्छ। त्यो जीवन भित्रभित्रै मजबुत रहन्छ। येशू भन्नुहुन्छ, हामी हाँगाहरू मात्रै हौँ। फल तब मात्र लाग्दछ जब हामी उहाँमा जिउँछौँ, उहाँसँग जोडिन्छौँ। हामी बाहिरबाट बलियो देख्न सक्छौँ, तर हाम्रो जरा येशूमा नगाडिएका कारणले गर्दाखेरि हामी कमजोर हुन्छौँ र एउटा सानो कुडी बतासले नै हामीलाई फर्काउँछ। हामी बाहिरबाट बलियो देख्न सक्छौँ, तर ख्रिस्टमा हाम्रो जरा नगाडिएका कारणले गर्दाखेरि हामी कमजोर हुन्छौँ र जीवनमा आउने सानोतिनो हुरी बतासले पनि हामीलाई ख्रिस्टबाट टाढा लान सक्छ, हामीलाई फर्काउन सक्दछ। यसैले परमप्रभुमा आफ्नो भरोसालाई निरन्तरता दिइरहनुहोस्। उहाँसँग जोडिने कामहरू गरिरहनुहोस्। दैनिकी रूपमा उहाँको वचनहरू सुन्नुहोस्, प्रार्थना गर्नुहोस् र सङ्गतिमा रहनुहोस्। यदि तपाईँको नजिक दैनिकी सङ्गतिहरू छैन भने हरेक दिन करिब 20 मिनट छुट्याउनुहोस्। आफै भजन कोरस गाउनुहोस् या त सुन्नुहोस् र दैनिक वचन विचार पढेर प्रार्थनामा समय बिताउनुहोस्। परमेश्वरको आज्ञाकारितामा हिँड्नुहोस्। तब तपाईँको जीवनले स्वाभाविक रूपमा आत्मिक फल फलाउनेछ। यसले हामीले विचार गर्नुपर्छ, के हाम्रो जरा येशूमा गाडिएको छ? के तपाईँको भरोसा परमेश्वरमा अझै बलियो छ? आउनुहोस् हामी छोटो प्रार्थना गरौँ। हे अनुग्रही परमेश्वर, हामीलाई तपाईँमा गहिरो भरोसा राख्न सहायता गर्नुहोस्। जसरी पानीको किनारमा रोपिएको रुख कहिल्यै सुकाउँदैन, त्यसरी नै हाम्रो जीवनमा पनि तपाईँको कृपा, शान्ति र उपस्थितिले सधैँ भरिरहनुहोस्। हामी हाँगाहरू हौँ र येशू तपाईँ स्वयं दाखको बोट हुनुहुन्छ। यो सत्यलाई हाम्रो हृदयमा स्थिर बनाएर राखिरहनलाई हामीलाई सहायता गर्नुहोस्। यदि हामी तपाईँमा रहन सक्यौँ भने तपाईँ हामीमा रहनुहुन्छ र हाम्रो जीवनले पवित्र आत्माका फलहरू जस्तै विश्वास, प्रेम, नम्रता, सेवा आदि सबै कुरामा लाग्न सक्छौँ। ती फलहरू हामीले फलाउन सक्छौँ। आजको दिनभर तपाईँको उपस्थितिले हाम्रो हृदय थाक्नुहोस् र हाम्रो जीवनमा तपाईँको आशिष फैलाउनुहोस् र तपाईँसँग दैनिकी सङ्गतिमा बस्नलाई हामीलाई अगुवाई गर्नुहोस्। यो जीवनको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। ख्रिस्ट येशूको नाउँमा माग्दछौँ, आमेन। प्रिय हो, आजको प्रश्नलाई हामी विचार गरौँ र आजको दिनभरि यो कुराहरूमा हामी लाग्ने प्रयत्न गरौँ। आजको दिन आशिषमय रहोस्। परमप्रभु सधैँ तपाईँको साथमा हुनुहुन्छ। जय मसीह।